म चाहिँ हाम्रो चौधारी ट्रेडिसन अनुसार संस्कृति अनुसार यो भकारी ढिकिरीमा चाहिँ हेर्न गइरहेको छु। यो चाहिँ ढिकिरी हो। यो ढिकिरीमा चाहिँ उहाँले चाहिँ वर्षभरिमा खानाको लागि चाहिँ चामल सञ्चय गर्ने यसरी चाहिँ पूर्ण रूपले चाहिँ प्याक गरेर यसरी राख्नु भएको छ। भनेपछि यहाँ हेर्न सक्छौँ, यहाँ उहाँलाई जतिखेर आवश्यकता पर्छ यहाँ पुरै बन्द गर्नुभएको छ। यहाँबाट चाहिँ उहाँले खोल्नुहुन्छ, खोलेर चाहिँ उहाँले चाहिँ निकालेर चाहिँ चामल निकाल्नुहुन्छ। यो अर्को ढिकेरी चाहिँ यो चाहिँ मभन्दा नि ठुलो छ, हेर्नुहोस्। यो डेहेरी भन्छ चौधारी भाषा अनुसार। यसमा पनि धान चाहिँ सञ्चय गर्ने, धान सञ्चय गरिराख्नु भएको छ। यो चाहिँ उहाँहरूले चाहिँ निकाल्ने चाहिँ यहाँबाट चाहिँ छ। अर्को पनि छ, हेर्नुहोस्। यो डेहेरी, यसमा चाहिँ गहुँ सञ्चय गर्ने रे वर्षभरि खानाको लागि। यो चाहिँ बाहिर किन्दाखेरि चाहिँ अरू प्लास्टिकको टिनको किन्दाखेरि चाहिँ धेरै पैसा पर्ने भएको कारणले गर्दाखेरि यो ब्याग नितान्त घर परिवारले नै हाम्रो दिदीबहिनीहरूले नै उहाँहरूले बनाउनु भएको। यो विशेष गरिकन यो चाहिँ हेर्छौँ भने एकदमै अर्ग्यानिक कुरा हो। मलाई चाहिँ एकदमै राम्रो लाग्यो यो क्षेत्र हेर्दाखेरि चाहिँ। अब अर्को कुरा तपाईँलाई म देखाउँछु, यहाँको युनिक पक्ष हेर्नुहोस्। यसमा चाहिँ यसरी चाहिँ उहाँहरूले चाहिँ सञ्चय गर्नुहुन्छ है, हेर्नुहोस्। यहाँ दुईवटा किलाले पनि ठोकेको छ, हेर्नुहोस् त। हामी यहाँ छौँ, खुसी लाग्यो यहाँ भेट्न पाउँदाखेरि।